नमस्कार साथीहरू, आज म तपाईलाई क्रोएसियामा ओलिभ खेती कसरी गरिन्छ र कसरी ओलिभबाट तेल बनाइन्छ, यसको काम कसरी गरिन्छ भनेर तपाईहरुलाई म पुरा देखाउँदैछु। यो ट्र्याक्टरहरु अब ओलिभ बारीतर्फ जाँदैछ। पुरा भिडियो हेर्नुस् र ओलिभ कसरी बन्छ ओलिभ ओइल हेर्नु होला। यो तपाईको ओलिभ ओइलको रुख तलपट्टि यो पहिला ओछ्याउने, यो जाली ओछ्याउने, पुरै भुइँ नदेखिने गरेर यो जाली ओछ्याइने छ सुरुमा। यो जाली भुइँमा ओछ्याएर क्लिपले च्यापेर यो भुइँ कति पनि देखिनु हुँदैन। यदि भुइँ देखियो भने ओलिभ खस्छ र उठाउन गाह्रो हुन्छ, धेरै समय लाग्छ। यो जति पनि देखिएको भुइँ सबै टालिनेछ। अब त्यसपछि यो ओलिभ झार्ने मेसिन आयो। यो ओलिभ झार्ने मेसिन हो। यो डोजरको अगाडिपट्टि जोडिएको छ। यो हाम्रो साउले चाहिँ यो डोजर लिएर आयो। अब यसले बरर हल्लाएर कसरी ओलिभ झार्छ तपाईहरु केही समयपछि देखिहाल्नुहुन्छ। अब यसरी घुम्या हुन्छ र यो ओलिभको हाँगामा फेरि यसले यसरी हल्लाएर चाहिँ यो ओलिभ झार्ने गरिन्छ। यतापट्टि एउटा दाइले मजाक गर्दैछन्, छुटफुटको ओलिभ त्यसरी झारिन्छ। यतापट्टि काम गर्ने अरु पनि हुनुहुन्छ, यहाँ थुप्रै देख्न सक्नुहुन्छ। र यहाँबाट डोजरले चाहिँ यसरी यो डोजरको अगाडि यो जोडेर यसरी झार्ने गरिन्छ। सबैले यसरी झार्दैनन्, कतिपय ठाउँमा डोजर नजाने जस्ता ठाउँहरु पनि हुन्छन्। त्यहाँ चाहिँ हातको माध्यमबाट अर्को सानो मेसिनले चाहिँ ओलिभ झार्ने गरिन्छ। हेरौँ कसरी ओलिभ झारिन्छ, कति झर्छ, फुल भिडियो हेरौँ। यसरी ओलिभ झारिरहँदा यो सबै ओलिभ चाहिँ यो उले ननिखारेको पनि हुन्छ। त्यसमा केही हातहरुले पनि टिपेर, केही हाते औजार मेसिनहरु, अर्को हातले यसरी सर्र फर्र पारेर चलाउने मेसिनहरुबाट पनि झारेर यसलाई चाहिँ निखारिन्छ। बुटमा अलिअलि छोडिया हुन्छ, भुइँमा अलिअलि पोखिया हुन्छ, तर सकेसम्म चाहिँ यो सबै यो तलको जालीले चाहिँ यो भुइँ नदेखिने गरेर ओछ्याएर चाहिँ यो सबै ओछ्याएर यसरी झारिने गरिन्छ। यहाँ देखिएका बुटहरु हामीसँग चाहिँ यहाँ अहिले 400 वटा बुट छन्। 400 वटा बुटबाट झन्डै 4000 किलो जति ओलिभ आउँछ। त्यसबाट चाहिँ लगभग तपाईको 2 4 6 8 8-900 लिटर चाहिँ 8-900 लिटर चाहिँ तेल बस्ने रहेछ ओलिभ ओइल। यो चाहिँ एकदमै महँगो छ। यो एकदम राम्रो तेल मानिदो रहेछ। यो चाहिँ एकदमै महँगो छ। यहाँ चाहिँ 1 लिटरको सबै गरेर बेच्ने बेलामा चाहिँ यो 25 युरो, 20 युरोदेखि 25 युरोसम्म चाहिँ बेचिदो रहेछ। यो टुरिस्ट एरिया हो। यो टुरिस्ट एरिया भएर अलि महँगो पनि पर्न सक्छ। यो चाहिँ टुरिस्टहरुले खरिद गर्छन्। हेरिन्छ यो चाहिँ तपाईको डोजरले छोडेको अलिअलि हातले निखार्दै जाने हो। त्यसपछि यसरी उठाइन्छ यसलाई। यो जाली उठाएर फेरि अर्को ठाउँमा लगाउनु पर्ने हुन्छ। यसलाई छिटो छिटो उठाएर यो जाली उठाएर यो ओलिभलाई चाहिँ यसको पातहरु क्लियर गरेर चाहिँ अन्त हालेर यसलाई तानेर अन्त लानुपर्ने हुन्छ। यो जालीलाई चाहिँ यो जाली अब उठाउने तर्खरमा छ। यहाँ छुटफुट भएको चाहिँ अब माथिबाट हातले झारेको नि तपाईले देख्न सक्नुहुन्छ। त्यो हातको मेसिन हो। यो डोजर नजाने ठाउँहरुमा चाहिँ यो मेसिनले चाहिँ यसरी झार्ने गरिन्छ हातको माध्यमबाट त्यो मेसिनले। र यो चाहिँ ओलिभ ओइल झार्दाखेरि ओलिभको गेडा झार्दाखेरि पातहरु मिसिएको हुन्छ, हाँगा भाँचेको हुन्छ। त्यसले चाहिँ यो धुवाको माध्यमबाट चाहिँ यसलाई उडाइन्छ र ओलिभलाई चाहिँ सफा गरेर क्लियर हामीले धान झार्दाखेरि बताउने गरिन्छ नि, नाङ्लोले सुपोले के भन्छन् तपाईहरुकोतिर, हाम्रोतिर सुपो भनिन्छ। त्यसले बताए जस्तै यसले चाहिँ धुवाको हावाको माध्यमबाट चाहिँ यसलाई चाहिँ फाल्ने हो। अलिअलि चाहिँ रहे पनि केही फरक नपर्दो रहेछ। यो यहाँबाट फालेर यो ट्र्याक्टरमा भएकोमा चाहिँ हालिन्छ है। यसरी यो चाहिँ यो माथि धेरै भएको भएर बराबर गर्नलाई चाहिँ माथिबाट झारेको। यो चाहिँ क्लियर ओलिभ हो, तर यहाँ केही पातहरु छोडिएको हुन्छ। यो चाहिँ अब यो यतिकै पेलेर तेल निकाल्छ या मेसिनमा लगेर पेल्ने ठाउँमा चाहिँ सफा गर्छ। यो चाहिँ झारेर यति भयो। यो चाहिँ यो 3टा प्लास्टिक भरे चाहिँ आजलाई लैन्छ। अब यो चाहिँ ओलिभ ओइल लिएर आजलाई पुग्यो। यो चाहिँ बासी राख्न नहुने रहेछ। बासी राख्यो भने राम्रो नहुने। यसलाई चाहिँ आजै मिलमा लगेर तेल निकालिहाल्नु पर्ने हुँदो रहेछ। र अब यो तेल निकाल्नको लागि चाहिँ यहाँबाट 1.5 घण्टा 1 घण्टा जति पर जानुपर्ने भएको भएर अब चाहिँ हामीले यसलाई लिएर घरतिर गयौँ। अब यो घरमा गएर यसलाई चाहिँ गाडीको पछाडि जोडेर गाडी मार्फत चाहिँ हामीले मिलसम्म लैन्छ। यो अब मिलसम्म पुगेको देख्न सक्नुहुन्छ तपाईले। यो मिलसँग पुगिसक्यो हामीले। अब यहाँ पुगेर यहाँ फेरि राखिदेख्नुहुन्छ। यसरी मेसिनमा यो प्लास्टिक नै हाल्ने रहेछ। अब यसले चाहिँ के माध्यमबाट कसरी यहाँ कतातिर सफा गर्ने होला, के होला, कसरी होला हैन, कहाँबाट यो तपाईहरुलाई देखाइराछु मैले। यहाँ चाहिँ भइरहेको छ।
यहाँ सबै कुराहरू मलाई पनि थाहा हुँदैन, राम्रोसँग हेर्न मिल्दैन। यो प्लास्टिकमा भरेर लाने हो, त्यहाँबाट यहाँ यतातिर गयो होला ओलिभ होइन, सफा भएर यहाँबाट यहाँ माथिबाट ओलिभ झरिरहेको छ होइन, क्लियर गर्दैछ होला, यहाँबाट सफा गर्दैछ होला, सफाइ गर्नुपर्ने हुन्छ। यहाँबाट चाहिँ तपाईँको तेल ओलिभ पेल लिएर चाहिँ यो यतापट्टि जान्छ होला रस, यतापट्टि गइसकेपछि यताबाट के प्रशोधन पनि गर्नु पऱ्यो नि त, धेरै कुराहरू गर्नुपर्ने हुन्छ। अब यसरी चाहिँ यो यहाँभित्र पेलिरहेको छ, उताबाट ऊ आउँदा के आउँछ होला, यहाँ र यसरी पेलिरहेको छ है। यहाँ पोपोभिज भनेर लेखा छ, पोपोभिज ब्रान्डको ओलिभ हो, यो हाम्रो साउको थर हो। यहाँबाट चाहिँ त्यो ओलिभको ऊ झरिरहेछ, छोक्रा के भन्छ तपाईँकोतिर, त्यो ऊ झरिरहेको छ। अनि यहाँबाट चाहिँ तेल निस्किरहेछ, हेर्ने ओलिभको तेल यहाँबाट सरर तेल निस्किरहेको छ। यो चाहिँ एकदमै महँगो पर्छ, 20 युरो पर लिटर पर्छ हाम्रोमा चाहिँ। अब कतै सस्तो कतै महँगो हुनसक्छ, तर हाम्रो साउको हाम्रो रेस्टुरेन्टमा बेच्दाखेरि चाहिँ यो तेललाई पर बोतल 20-25 युरोमा चाहिँ बेचिने गर्छ। यो चाहिँ टुरिस्टहरूले लिने गर्छन् र हरेक मार्केटहरूमा पनि पाइन्छ। यसरी बन्छ ओलिभ ओइल चाहिँ। यसको काम गर्न पनि निकै झन्झटै हुन्छ। यो डोजर हुन्थेन भने चाहिँ हातले मात्रै धेरै टाइम लाग्ने हुन्थ्यो। ल हेर्नु ओलिभको धार हो यो झरेको। यो चाहिँ हामीले एकचोटिमा 1000 किलो लिएर गएको थियौँ। यसको झन्डै 200 लिटर तेल बस्दो रहेछ। 1000 किलो बराबर 200 लिटर जति तेल बस्दो रहेछ। हामीले चाहिँ टोटली त्यो बारीबाट